हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ म चाहिँ बिहानै उठेर चाहिँ बाहिरतिर यसो निस्केको छु होइन। अनि यहाँ चाहिँ अहिले 9-10 बजेसम्म चाहिँ घाम पनि लाग्दैन अनि एकदमै हुस्सुक्कु लागिरहेको छ। अनि यता चाहिँ यस्तो राम्रो राम्रो तोरीहरू छ, हेर्न सक्नुहुन्छ, फापर छ होइन। अनि यहाँको सिनहरू चाहिँ बवाल छ है, हेर्न सक्नुहुन्छ हजुरहरूले चाहिँ। अनि म चाहिँ बिहानै उठेर चाहिँ अब किन भ्लगिङ गर्दैछु भने चाहिँ यसो बिहानको फ्रेस हावा पनि खाम होइन। अनि धेरै भयो भ्लग पनि नगरेको। अब चाहिँ म चाहिँ डेली भ्लग हाल्ने कोसिस गर्नेछु। म डेली भ्लग बनाउने छु अब चाहिँ होइन। अनि त्यसपछि देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ ल घाम चाहिँ आउनु त आएको छ होइन। तर यो हुस्सुक्कुले गर्दा चाहिँ घाम चाहिँ छेकिएको छ, अझै देखा परेको चाहिँ छैन। अनि म चाहिँ यसो रनिङ पनि हल्का फुल्का यसो जगिङ होइन। अनि यसो बिहान चाहिँ मुड फ्रेस पनि हुन्छ नि त आफूलाई। त्यो भएर चाहिँ म चाहिँ बिहान चाहिँ रनिङ पनि आउँदैछु। तर घाम चाहिँ बवाल देखिएको क्या। म चाहिँ भर्खरै उठेर आएको होइन। मेरो हुलिया चाहिँ कस्तो छ भन्ने कुरा मलाई पनि थाहा छैन होइन। अनि जाडो पनि छ, हल्का खोकी पनि लागिरहेछ होइन। तर बिहान उठेर यता आउनु भनेको नि एकदम यो चाहिँ एकदम कि हाम्रो मनलाई मस्तिष्कलाई पनि फ्रेस बनाउनु हो कि होइन। हेर्न सक्नुहुन्छ यस्तो बबल सिन छ क्या यहाँको बिहान चाहिँ होइन। त्यो फिल्मको सुटिङ हुन्छ त। अनि त्यो हिरो र हिरोइनीको क्या टक्क होइन, रु ला त्यो हल्का त्यो रोमान्टिक सिनहरूमा के हुन्छ नि, सेम ठ्याक्कै त्यस्तै भाइब्सवाला उस छ क्या यो सिन चाहिँ छ। अनि घाम चाहिँ अघिको भन्दा नि हल्का ठुलो लागिसकेको छ। अनि म चाहिँ एकछिन रोकेर चाहिँ सन गेजिङ गरेँ होइन। बिहानको घाम हेर्नु भनेको चाहिँ आँखाको लागि पनि राम्रो हो। अनि मेरो चाहिँ हल्का आँखामा चाहिँ हल्का समस्या छ, सानो समस्या छ, धेरै ठुलो त होइन। ड्राई आई भन्ने समस्या छ, आँखा सुक्खापन हुने चाहिँ समस्या छ होइन। अब चाहिँ कति ठाउँमा चाहिँ मान्छेहरूले चाहिँ यही हेर्नको लागि जान्छन् क्या। मतलब कि धेरै ठाउँमा मेरो साथीहरू पनि धेरै ठाउँमा घुम्न जानुभएको छ होइन। टुर जानुहुन्छ कतै होइन। यस्तै माथि जानुहुन्छ, हाइटमा जानुहुन्छ नि, तलको यो हेरेर आउनुहुन्छ होइन साथीहरूले बिहानमा होइन। तर मैले होइन घरबाट यसो बाहिर निस्केको होइन, मैले बाटोमा यहाँ देखेँ कि म फर्स्ट टाइम यहाँ आउँदैछु, मैले बाटोमा यो देखेँ कि होइन। जस यताको झन् सिन बवाल छ कि यहाँ तल केही पनि छैन जस्तो छ होइन। केही पनि छैन जस्तो छ तल चाहिँ, तर चाहिँ राम्रो छ क्या। हेर्नु न यस्तो बवाल देखिन्छ। म चाहिँ बिहानै उठेर आएको भएर होला मेरो चाहिँ हल्का ड्रेसअप हुलिया चाहिँ हल्का नराम्रो हुनसक्छ, एडजस्ट गरेर हेरिदिनु होला होइन। अनि म चाहिँ यता यहाँ तल चाहिँ पुगेर आउँछु। जस्ट यसो वार्मअप हुन्छ नि त बिहान शरीरलाई पनि हल्का फ्रेस फिलिङ हुन्छ होइन। अनि यता चाहिँ हुन्छ यो चाहिँ ढिक जस्तै हो। अनि यता तल चाहिँ बस्तीहरू छन् होइन। यहाँ सक्नुहुन्छ यहाँ कुहिरो लागेर यहाँ माथि चाहिँ अब बिस्तारै कुहिरो हट्दैछ। यता तलतिर भने चाहिँ अब अझै 9-10 टोटल्ली रूपमा घाम नलाग्दासम्म चाहिँ त्यो कुहिरो हट्दा पनि हट्दैन होइन। अनि म चाहिँ अहिले चाहिँ यी साग पनि लिएर आएँ होइन। बिहान मुड फ्रेस पनि भयो। अनि हेर्न सक्नुहुन्छ घाम त्यहाँ लागिसकेको छ होइन। तर यो हुस्सुक्कुले गर्दाखेरि घाम अझै आएको छैन। अनि गएर चाहिँ म चाहिँ अब रुममा जान्छु होइन। रुममा जान्छु अनि त्यसपछि मेरो चाहिँ थोरै नोट गर्नुपर्ने काम छ। अनि त्यसपछि म चाहिँ आज भ्लग चाहिँ कन्टिन्यू गर्छु अबदेखि चाहिँ होइन। हेर्न सक्नुहुन्छ यस्तो उकालो छ होइन। मलाई चाहिँ जानुपर्छ उकालोमा। म चाहिँ हिँडिराखेको भएर नि होला, मलाई चाहिँ खासै गाह्रो चाहिँ लाग्दैन हिँड्न चाहिँ यसमा चाहिँ होइन। अनि जान्छु अब चाहिँ म चाहिँ टक्क बाहिरतिर जान नपाए पनि म चाहिँ अब के एक्टिभिटिजहरू गर्छु म चाहिँ आफ्नै रुममा पनि होइन। अनि म चाहिँ अनि के कुरा पढ्छु होइन त्यो पनि हजुरहरूलाई देखाउँछु।
अनि त्यही हो